तमोगुण रजोगुण भन्छ नि, यो सब गुण हुन्छ होइन। त्यो मान्छेले यो गुण मात्रै देख्ने गर्छ। हाम्रो रिस डाह होइन, क्रोध लोभ माया, त्यो काम वासना यति मात्र हाम्रो ठुलो छ भन्ने बुझ्छ मान्छेहरू। यदि योबाट हामी बुझ्यौँ भने यो होइन, यो हाम्रो जीवन होइन। हाम्रो जीवन भनेको भक्ति र भाव र भजन हो। भगवानसित हामी जुड्ने हो, भगवानलाई हामी माया गर्ने, प्रेम गर्ने, पूजा आराधना गर्ने, भगवानलाई मान्ने, यही हाम्रो जीवन हो। हाम्रो जीवनको यथार्थ हो। हाम्रो जीवनलाई सार्थक बनाउने हो भने हामी अवश्य शिवजी अथवा देवी देवतालाई पूजन गर्नुपर्छ। त्यो मनले हो, हामी सधैँ मनले मात्र पूजा गर्नुपर्छ। यदि हजुरहरूले देवी देवतालाई यदि राम्रोसँग पूजा गर्ने हो भने यो भिडियो अवश्य हेर्नुहोला। जय शिव शम्भो, जय महाकाल, हर हर महादेव। यदि हजुरहरूले यदि पूजा गर्न सक्नुहुन्छ भने, यदि राम्रो पूजा गर्न चाहनुहुन्छ भने यो भिडियो हेरिदिनु होला। कसरी पूजा गर्ने हामी देवी देवतालाई, के तरिकाले हामी पूजा गर्ने देवी देवतालाई। यदि मेरो अनुसार, मैले बुझे अनुसार, मैले गरे अनुसार यदि हजुरहरूले पालना गर्यो भने हजुरहरू पनि अवश्य त्यो देवी देवतासँग वार्तालाप गर्न सकिन्छ, त्योसँग भेट्न पनि सकिन्छ। तपाईहरूको त्यो साधना पनि पुरा हुन्छ। यदि यो भिडियोलाई फलो गर्नुभयो भने, यो मेरो आवाजलाई बुझ्यो भने अवश्य यो सत्य हो। यो देवी देवतासँग बोल्न सकिन्छ भने, यदि हामी पूजा गर्न चाहन्छौँ भने त्यो के भन्छ नि, यो जति मान्छे छ के तरिकाले पूजा गर्छ भन्छ नि, यो धूप दीप यो सब राम्रो हो। तर भन्छ नि, दिनमा पूजा गर्नलाई धूप दीपै चाहिन्छ, त्यो अगरबत्ती नै चाहिन्छ। यस्तो तरिकाले पूजा गर्नु के छ, के लाभ। यदि हाम्रो मनमा छल कपट अनि ईर्षा धेरै किसिमको विकार वस्तु हाम्रो मनमा छ, यदि हाम्रो मन शुद्धै छैन, हाम्रो मनमा एकदमै विकार किसिमको लोभ परलोभ के भन्छ रिस डाह सबै भरिएको छ, भरपूर छ, अनि त्यस्तो पूजा गरेर के काम हुन्छ, केही काम हुँदैन। मैले हजुरहरू समक्षमा बिन्ती गर्छु, यदि हामी 5 मिनट 10 मिनट हामी पूजा गर्न बस्छौँ भने त्यो सबै छोडेर, त्यो सबै विकार वस्तु छोडेर यो मनलाई शुद्ध बनाएर एउटा बालकको भाती, एउटा शिशुको भाती, एउटा सानो बच्चाको भाती आफ्नो मनलाई पवित्र बनाएर केही नसोचिकन हामी 10 मिनट, हामी 24 मिनट जति होस् जति हामी राम्रो भावले त्यसको छोरा अनुसार, त्यस भगवानको छोरो भएर, भगवानको सानो शिशु भएर त्यस्तो अनुसार हामी बसेर भगवानलाई पूजा गरौँ मनले भावले। हाम्रो यही छ, हाम्रो देवी देवता हामीलाई हेर्दैछ। हामी जे गरे नि त्यो हाम्रो देवी देवता हेर्दैछ। त्यो अनुसार भाव। अनि मैले त्यसको खुट्टा धोउँदैछु, त्यसको के भन्छ खुट्टा दबाउँदैछु, भन्छ नि खुट्टा दबाउँदैछु, हात दबाउँदैछु, थिच्दैछु। त्यसको आँखाले मलाई मात्र हेर्दैछ, त्यस्तो फिलिङ गर्यो, त्यस्तो भाव राख्यो। अनि त्यस्तो किसिमको पूजा गर्नु
मलाई त्यो देवी देवताले हेर्दैछ, मैले आरती गर्दैछु, त्यो हाँस्दैछ एकदमै मलाई देख्दैछ। त्यस्तो किसिमले आरती उतार्नु होइन, त्यसलाई फल जे भयो नि आफ्नो खानाको अलिकति साथ निकालेर त्यसलाई खुवाउनु होइन, अलिक भावले यो प्रसाद चाहिँ देवी देवताले खाँदैछ भनेर कति मिठो खाँदैछ त्यही भाव राख्नु। मेरो खाना खानुभयो, मैले चढाएको प्रसाद ग्रहण गर्नुभयो, हजुरलाई धन्यवाद होइन। त्यो भावले म तपाईँको हजुरको छोरो हुँ, सानो बालक छु भने मलाई केही गर्न आउँदैन, मेरो पूजा यति मात्र गर्न आउँछ, मलाई मन्त्र तन्त्र केही आउँदैन, मलाई पूजा पाठ पनि त्यति आउँदैन। मैले भावले म भगवान देवी देवतालाई म पूजा गर्दैछु, आफ्नो भाव दिँदैछु। त्यस्तो किसिमले पूजा गऱ्यो भने छिटै नै फलदायी हुन्छ, त्यो छिटै सिद्ध हुन्छ। यो होइन कि यहाँ हाम्रो बुढा बुढी आमा यहाँ घरमा छ अनि दुःखले केही खान पुगिरहेको छैन, हामी चाहिँ मठमा गएर साधु बन्यो, त्यो कन्ठी लगाएर यताउता घुम्ने हिँड्ने, त्यो ताली बजाउने, अरूसँग पैसा माग्ने, अरूलाई ठग्ने आफ्नो स्वार्थको लागि होइन, त्यस्तो किसिमको पूजा हुँदैन। त्यो लहैमा लागेर हामी कन्ठी धारण गर्यो, त्यो त ठिकै हो, कन्ठी धारण गरेको जस्तो नै लहैमा लागेर होस् जेमा लागेर होस्, तर कन्ठी लगाएको राम्रो हो, धेरै राम्रो हो। त्यो सबै भन्छ नि काम गर्छ, लहैमा लागेर उसले काम गर्दैछ म पनि गर्छु, लहैमा हुन्छ नि कसैले झुन्डेर मर्छ लहैमा लागेर। अनि त्यस्तो किसिमको नगर्नु, त्यो रक्सी खान्छ, त्यो यो खान्छ, त्यो मिठो खान्छ होइन, त्यस्तो किसिमको लहैमा नलाग्नु। बरु देवी देवतालाई पुज्नलाई लहैमा लाग्नु, भक्ति गर्नमा लहैमा लाग्नु। म पनि गर्छु, उसले गर्दैछ म गर्न सक्दैन, त्यस्तो किसिमले सोच्नु। उसले भक्ति गर्दैछ म पनि गर्न सक्छु, ऊभन्दा म कम छु देवी देवतालाई मान्नलाई, उसको मात्रै थोरै छ देवी देवता, मेरो पनि छ, मेरो पनि अधिकार छ, मैले गर्छु, त्योभन्दा बढी पूजा मैले गर्छु होइन। त्यस्तो किसिमको पनि राम्रै हो सोचेको, यो होइन कि उसलाई म हार्छु भन्दा म ठुलो भक्त हो, त्यस्तो किसिमको धारणा नलिनु। बरु त्योभन्दा म राम्रो पूजा गर्छु, मेरो पनि अधिकार छ होइन। अनि उसले भगत बनेको छ म पनि बन्न सक्छु, त्यस्तो किसिमको गऱ्यो भने ठिकै छ। तर त्यो गरेर फेरि कन्ठी लगायो, खोल्यो, खायो, त्यस्तो किसिमको फेरि धारणा राम्रो हुँदैन, झन् पाप बोकिएर जान्छ। यदि एकचोटि भयो भगत भने जीवनभरको लागि बन्नुपर्छ, सधैँभरिको लागि बन्नुपर्छ, त्यहीले हाम्रो जीवन सार्थक हुन्छ। हाम्रो जीवनमा भक्ति नै मार्ग यस्तो हो भने हाम्रो जीवनमा कुनै कष्ट हुँदैन। जस्तै कि भक्ति गऱ्यौँ भने हामी कुनै डिप्रेसनमा आउँदैन, डिप्रेसन हाम्रो सम्मुख आउँदैन, रोगहरू हाम्रो सम्मुख आउँदैन, आफै हराएर जान्छ। त्यो भक्ति गऱ्यौँ भने सबै थोक आफै हट्दै जान्छ भन्छ नि। भक्ति नै यस्तो हाम्रो जीवन, जस्तै कि हाम्रो यो जीवन भयो,
जीवनमा त धेरै किसिमको गन्दगी होइन, धेरै किसिमको फोहोर मैला छ हाम्रो जीवनमा। अब पानीमा हुन्छ नि फोहोर हुन्छ भने त्यसलाई फिल्टर गर्ने अनि पिउने फिल्टर भन्छ होइन। त्यस्तै हाम्रो जिन्दगीमा हाम्रो जुनीमा फिल्टर त चाहिन्छ नि। त्यही भएर हाम्रो जीवनको फिल्टर धर्म हो, भक्ति हो। हाम्रो जीवनको फिल्टर देवी देवता हो। यदि हाम्रो जीवनलाई त्यस्तै छानेर सुन्दर पवित्र पिउने पानी झै बनाउन सक्यो भने त भक्ति मार्गमा जानुपर्छ, धेरै भक्ति गर्नुपर्छ। हामी स्वस्थ हुन्छौँ, भक्तिमा लाग्यो भने स्वस्थ हुन्छौँ। अनि त्यो पिउने पानी चाहिँ हामी पवित्र हुन्छौँ। अनि देवी देवताले आफ्नो स्थानमा ल्याउँछ, आफ्नो चरणमा ल्याउँछ अनि राख्छ। अनि भगवानको आँखामा हामी आउन सक्छौँ होइन। त्यसको भक्त बनेर हामी बस्न सक्छौँ, त्यसको प्रिय भएर बस्न सक्छौँ। हामी त बुझ्छौँ नि यो संसारमा देवी देवता छ, हामी पुज्छौँ दिनहुँ, कहिले अगरबत्ती बाल्छौँ, धूप बाल्छौँ होइन। सधैँ हामी अगरबत्ती बाल्छौँ, धूप बाल्छौँ, पूजा गर्छौँ। अलिकति 2 मिनट देखायो, ओर लाग्यो, भयो यो भयो, त्यस्तो किसिमले हुँदैन। भन्छ नि फोहोर पानी जस्तो सुकै भए पनि खाइहाल्नु, त्यस्तो किसिमले हुँदैन। त्यस्तो हुनलाई हामी त्यस्तो स्वस्थ पानी पिउनलाई हामी छान्नुपर्छ। त्यही भएर हाम्रो स्वस्थ जीवन, राम्रो जीवन पाउनको लागि हामी आफै फिल्टराइज हुनुपर्छ। धर्मले, कर्मले, भक्तिले हामी फिल्टराइज बन्यो भने मात्रै देवी देवताले ग्रहण गर्न सक्छ, स्थान दिन सक्छ। अब जेको स्थान होस्, स्वरोको होस्, भक्तिको होस्, जेको त्यो हाम्रो देवी देवताले स्थान दिन्छ। त्यो दिनदेखि हामीले साथ हुनेछौँ, भक्तिमा लाग्नेछौँ। अटोमेटिक हाम्रो मन भक्तिमा जान सक्छ, अटोमेटिक देवी देवता राम्रो लाग्न सक्छ, प्यारा लाग्न सक्छ। धर्ममा लाग्यो भने आफै फिल्टराइज हुन्छ, आफै अटोमेटिक सबै नकारात्मक चिजहरू आफै निस्किन थाल्छ। यता जान्छ, उता जान्छ, यता जान्छ, उता जान्छ, आफै फिल्टर हुन थाल्छ। फिल्टर भएपछि हामी स्वस्थ पवित्र मन, केही पनि यहाँ आउँदैन। हामी स्वस्थ तरिकाले पूजा गर्छौँ। अनि हामी शुद्ध भएपछि हाम्रो विकार आउँदैन के। हामी अलिकति पूजा गऱ्यौँ भने हाम्रो लाखौँ गुणा त्यसको फल आउँछ। यदि सानेको पानी पियो भने हामी छिट्टै नै रोगी हुँदैनौँ, हामीलाई तिर्खा मिट्छ, पाक मिट्छ। त्यस्तै हामी स्वस्थ भयो भने त्यो देवी देवतालाई छिट्टै मनाउन सक्छौँ। जे गरे नि अलिकति पूजा गरे नि त्यो देवी देवता दर्शन दिन सक्छ। त्यही हामी फिल्टर हुनुपर्छ, छान्नुपर्छ भक्तिले, भावले। त्यही भएर आजदेखि हजुरहरूले मेरो यो मैले भोगे अनुसार यो भनिदिएछु। हजुरहरूले यदि यो कुरा विचार गर्यो भने, राम्रो लाग्यो भने यस्तो गर्नुहोला, आफूलाई फिल्टराइज गर्नुहोला। र केही समस्या छ भने कमेन्टमा लेखेर मलाई भन्नुहोला। यदि हजुरहरूलाई यस्तै भिडियो चाहनुहुन्छ, हेर्न चाहनुहुन्छ भने हजुरहरूले प्लिज सब्सक्राइब गरिदिनु होला। कस्तो भिडियोलाई सब्सक्राइब गर्नुहुन्छ, यो नलेजवाला हो। सधैँ म नलेज दिन्छु, हजुरहरूलाई सधैँ सिकाउने छु। हजुरहरूलाई जुन भिडियो देख्यो भने अलि न अलिकति राम्रै हुनेछ। त्यही भएर यो च्यानललाई आजैदेखि सब्सक्राइब गर्नुहोला।
र बेल आइकनको अलमा थिचिदिनु होला। अनि कमेन्टमा हजुरहरूले जे जस्तो भिडियो जस्तो सुकै भिडियो देख्न मन लाग्यो भने त्यसको बारेमा लेखेर पठाउनुहोला। मैले त्यस्तो भिडियो बनाउनेछु, हजुरहरू समक्ष प्रस्तुत गर्नेछु। अब हजुरहरूको सल्लाह सुझावको लागि म सधैँ आफ्नो च्यानलमा हेरिराख्छु कुन हाम्रो भक्तले, कुन हाम्रो श्रद्धालुले, कुन धार्मिक मान्छेले कमेन्टमा लेख्दैछ कस्तो भिडियो चाहिन्छ भनेर। यदि कुनै मान्छेले अलिक ज्ञान दिँदैछ भने त्यस्तोलाई सब्सक्राइब गरिहाल्नुपर्छ। हाम्रो जीवनको सार्थक यही हो। धर्म, यदि जुन मान्छेले धर्म बुझेको छ, जुन मान्छेले भक्ति बुझेको छ, जुन मान्छेले भक्ति गर्न खोजेछ, यदि भगवानमाथि विश्वास छ, ऊ मान्छेलाई त अवश्य सब्सक्राइब गर्छ। मलाई पूर्ण विश्वास छ। साथसाथै लाइक पनि गर्छ अनि आफ्नो मन अनुसारको भिडियो बनाउनलाई भन्नुहुन्छ, मैले अवश्य गर्नेछु। धन्यवाद। जय शिव शम्भो। हर हर महादेव।